काम सुरु गरेका निर्माण व्यवसायीहरूलाई विशेष धन्यवाद दिँदै उहाँहरूले समय सीमाभित्रै काम सम्पन्न गर्नुहुनका लागि म अनुरोध गर्न चाहन्छु। र अब यो मूल्य वृद्धिको कुरा पनि उठिराखेको छ। यो अन्तर्राष्ट्रिय बजारबाटै यो मध्यपूर्वको लडाइँले गर्दा इन्धनको भाउ म्याक्सिमम बढेको र त्यसले गर्दा चाहिँ अब मेसिन प्रयोग गरेर गर्ने कामको लागि अलिकति चाहिँ कष्टकर भएको भन्ने कुरा चाहिँ यहाँहरूले चाहिँ आफ्ना धारणाहरू राखिसक्नु भएको छ। त्यो विषयमा कानुन अनुसार नियम अनुसार अब माथि सङ्घीय सरकारले कसरी चाहिँ यसलाई एक्सेप्ट गर्छ त्यसका आधारमा तलका सरकारहरूले पनि त्यसलाई शिरोधार्य गरेर अगाडि बढ्ने वातावरण बन्नेछ। त्यसै गरी काम सुरु नगरेका निर्माण व्यवसायीहरूलाई पनि अब तुरुन्तै काम सुरु गरेर अब समय छोटो छ, वैशाखको आज 9 गते गइसकेको छ र अब जम्मा 2 महिना पनि काम गर्ने समय छैन। त्यसले गर्दा चाँडै सुरु गरेर सम्पन्न गर्नका लागि म अनुरोध गर्न चाहन्छु। अब किनकि अब यो आर्थिक वर्षमै सम्पन्न गर्ने भनेर लागेका ठेक्का हुने र यिनी ठेक्का लगभग धेरै जसो हाम्रो स्थानीय तहको पैसा होइन, यो सङ्घ र प्रदेशको पैसा भएका कारणले पनि अब सङ्घीय सरकारबाट समपूरकको आयोजना छन् केही, त्यसै गरी प्रदेश सरकारको समपूरक आयोजना छ र प्रदेश सरकारले हस्तान्तरण गरेका योजना धेरै छन्। ती योजनाहरू चाहिँ अब काम भयो भने भएनन् भने हामीले दुःख गरेर चाहिँ अब भनौँ न माथिल्लो निकायमा चाहिँ हारगुहार गरेर पारेका बजेटहरू स्वतः फ्रिज हुन्छन् र अर्को वर्ष त्यो शीर्षकमा पैसा नपर्न पनि सक्छ र यदि थोरै काम भएको ठेक्का चाहिँ तपाईँको भुक्तानी नपाउने अवस्था पनि हुनसक्छ। त्यसले गर्दा यी कुराहरूलाई ख्याल गरेर यहाँहरूले अब समयमै काम गर्नका लागि मैले अनुरोध गर्न चाहन्छु र हाम्रो काम भएन भने हाम्रो प्रगति पनि कमजोर हुनेछ र पाणिनी गाउँपालिकाले अहिलेसम्म आफूले प्राप्त गरेको इज्जत पनि बिस्तारै घट्दै जान्छ। त्यसले गर्दा सबै कुरालाई जोगाउनका लागि यहाँहरू सबैले अब यहाँहरूलाई अप्ठ्यारो छ, यहाँहरू चाहिँ अप्ठ्यारो परिस्थितिमा हुनुहुन्छ, त्यो कुरा सबैलाई थाहा छ। तर कहिलेकाहीँ व्यवसाय गर्दा अब घाटा नाफालाई नहेरिकन आफ्नो प्रतिष्ठा र इज्जतलाई हेरेर पनि व्यवसाय गर्नुपर्ने हुन्छ। त्यसले गर्दा त्यो विषयलाई ध्यान दिएर यहाँहरूले काम गर्नका लागि म अनुरोध गर्न चाहन्छु र पूर्वाधार विकास शाखाले जसरी चाहिँ समयमै सूचनाहरू निकालेर ठेक्काहरू चाहिँ निकालेर जुन सम्झौता गरेर निर्माण कार्यालय अगाडि बढाउनु भएको छ, त्यसै गरी अब यो ठेक्का मार्फत हुने मात्रै काम पनि छैनन्। यहाँ उपभोक्ता समिति मार्फत पनि थुप्रै आयोजनाहरू सम्झौता भएका छन्। त्यसले गर्दा सबै आयोजनाहरूको समयमा लागत इस्टिमेट तयार गर्ने कुरा र अन्तिम काम सम्पन्न गरिसकेपछि भुक्तानीका लागि कार्य सम्पन्न प्रतिवेदन बनाउने कुरामा सम्पूर्ण हाम्रो पूर्वाधार शाखाका कर्मचारी मित्रहरू अत्यन्तै अझै बढी खटेर यहाँहरूले काम गर्नुहुनेछ भन्ने आशा गर्दै यो कार्यक्रममा हाम्रो निमन्त्रणालाई स्वीकार गरेर उपस्थित हुनुभएकोमा सबैलाई हार्दिक धन्यवाद दिँदै बाँकी केही कुरा रहेमा हामीले अनौपचारिक रूपमा पनि छलफल गर्ने गरी यो बैठक यही समापन भएको घोषणा गर्दछु। धन्यवाद, नमस्कार।